ओभरअल लुक्स यस्तो छ बाइकको चाहिँ हैन। सो गाइस चाहिँ मेरो ह्यान्डल चेक भइरहेछ हैन। सिंगल ह्यान्डल डबल ह्यान्डल भन्दा चाहिँ एकदम कम्फर्टेबल छ सिंगल ह्यान्डल चाहिँ है। अहिले चाहिँ हामी स्कुटी हन्टिङमा हिँड्दा हो, स्कुटी खोज्न गइरह हो हैन। सो गाइस माइक युज गरेर छु हैन, कस्तो साउन्ड आउँछ यसो कमेन्ट हानिदिनु होला। मैले फर्स्ट ट्राई गरेर चाहिँ गाइस ट्राफिक नियमको चाहिँ पालना गर्न पर्ने हुन्छ हामीले हैन। यस्तरी लेन क्रस गरेर हिँड्नु हुँदैन। कौन है ये लोग, कहाँ से आते हैं? ह्यान्डल चाहिँ हो होइन, ड्युकमा लाग्ने खालको ह्यान्डल हो यो। यसको लागि यो वाला देखिरहेको छैन, यो वाला एउटा सेट र यसको यो ग्रिप किन्नुपर्ने हुन्छ उठाउनको लागि चाहिँ। अनि यसको जुन यसमा भएको जुन पार्ट हुन्छ नि डबल ह्यान्डलवाला, त्यही वाला नटमा चाहिँ यो वाला भयो भने त्यो वाला सेम नटमा यो सेम नट हो त्यसकै नट लाग्छ। अनि जुन यो देखिरहनु भएको छ हजुरले, यसको लागि चाहिँ एउटा ग्रिप पाउँछ टोपी, त्यो लगाउनु पर्ने हुन्छ। ह्यान्डल चाहिँ नर्मल ह्यान्डलमा अलिकति लामो नै हुन्छ, यो थोरै लामो हुन्छ। डबल ह्यान्डल भन्दा चाहिँ एकदम कम्फर्टेबल छ गाइस यो है।